हामी हक हितको कुरा गर्छौं, कर्तव्यको अलि कम कुरा गर्छौं। काम गरिसकेपछि हाम्रो हक हित सुरक्षित हुन् भन्ने चाहना अभिलाषा स्वाभाविक बन्छ। तर हामीले हाम्रो मुलुक र निमुखा वर्गलाई हेरेर तपाई हामी सबैले काम गर्नुपर्छ। आज ती नागरिकको अवस्था के छ र हाम्रो अवस्था के छ? ती नागरिकहरूलाई राष्ट्रको मूलधारमा ल्याउनका लागि, यस्तै आशावादी बनाउनका लागि, उनको हक अधिकार सुनिश्चित गराउनका लागि हामीले कहाँबाट के सहयोग पुर्याउन सकिन्छ भनेर ध्यान दिनुपर्ने आज मुलुकको आवश्यकता छ। बजेट निर्माण गर्दै गर्दा हामीहरूले हेर्यौं, विनियोजित बजेटको 20% मुलुकका प्रति खर्च गर्ने, बाँकी बजेट हाम्रा सेवा सुविधामा खर्च हुने, ऋण तिर्नुपर्ने बाध्यात्मक परिस्थितिमा मुलुक छ। यस गम्भीर परिस्थितिलाई हेरेर हामीले हाम्रा कर्तव्यहरूलाई निर्वाह गर्नुपर्ने छ। यस कर्तव्यमा यति ठूलो संस्थामा रहेका कर्मचारी साथीहरूले पूर्ण रूपले ध्यान दिनुहुनेछ भन्ने मैले विश्वास राखेको छु। हामीलाई लाग्छ, सरकारलाई लाग्छ, धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउँ, धेरैभन्दा धेरै तलब दिन सकौं, जसका कारण हामी अन्य देशका कर्मचारीहरूको दाँजोमा प्रतिस्पर्धी बनाउन सकौं, चाहे सुविधाका हिसाबले होस्, चाहे कर्तव्यका हिसाबले होस्। सरकार त्यो चाहन्छ। त्यसकारणले यो विषम मुलुकको परिस्थितिलाई हामीले ध्यानमा राखेरै हामीले हाम्रो काम गर्न सक्यौं भने धेरै समय लाग्छ जस्तो मलाई लाग्दैन। अहिले यस क्षेत्रको विकास गर्नलाई प्रष्ट धारणा र नीति ल्याइएको छ। यो तपाई हामी सबैका लागि हो। सरकारले रोडम्याप चाहिँ प्रस्तुत गरेको छ। अबका 10 वर्षमा कम्तीमा पनि 28,500 मेगावाट विद्युत उत्पादन गर्न सक्यौं, पुर्याउन सक्यौं भने बिक्री हुने कुरा, खपत हुने कुरा सुनिश्चित गरिएको छ। त्यसका लागि तपाई हामीले नै अलि बढी योगदान गर्नुपर्ने छ। यो छोटो समयमा यति धेरै ठूलो उपलब्धि हासिल गर्नका लागि हामीले अझ बढी मेहनत गर्नुपर्ने छ। तत्पश्चात झन्डै 64 खरब यो 10 वर्षमा यही एउटा क्षेत्रमा मात्रै लगानी भइरहँदा, त्यो 64 खरब लगानी भइरहँदा लाखौं मान्छेले रोजगारी प्राप्त गर्ने अवसर प्राप्ति हुन्छ। खरबौंको राजस्व हामीलाई प्राप्ति हुन्छ र प्रत्यक्ष अप्रत्यक्ष ढंगका हाम्रा विभिन्न व्यवसायहरू सञ्चालन हुनेछ र निश्चित समय पश्चात त्यो सम्पत्ति सरकारको हुनेछ। यसरी प्रष्ट धारणाका साथ सरकारले यो रोडम्याप ल्याएको छ। यस बीचमा पनि टेक एन्ड पे, टेकर पे का विषयले केही चर्चा पाएकै छ। त्यसमा पनि मैले पटक पटक भनिसकेका छु, अनुरोध गरिसकेका छु। यो बुझेर या नबुझेर या गल्तीले जेसुकै भए तापनि यो सचिन्छ र मन्त्रालयले निर्णय गरेर अर्थ मन्त्रालय पठाइसकेको अवस्था छ। किनभने लक्ष्य एकतिर, हामी अर्कोतिर हिँड्न सक्दैनौं। त्यसो भएका कारणले लक्ष्य पहिलाउनका लागि प्रशस्त मेहनत गर्नुपर्नेछ। यहाँहरुको सेवा सुविधाका विषयमा पनि साथीहरूले थुप्रै धारणाहरू व्यक्त गर्नुभएको छ, मैले सुनिरहेको छु। र म आउने बित्तिकै 5 वर्ष भयो निर्णय भएको, मन्त्रीहरूले भन्नुभएको वृद्धि भएन भनेर भनिरहनु भएको थियो। त्यसो यसो झट्ट सम्झिँदा अझ ज्यालादारी साथीहरूको समस्या अझ बढी देखिन्छ। उहाँहरू नै बढी दुर्घटनामा पर्नुहुन्छ,
उहाँहरूकै परिवारलाई बढी पीडा भएको हुन्छ र उहाँहरू नै रात बिहान नभनिकन काममा पुग्नुपर्ने हुन्छ। त उहाँहरूलाई पनि ख्यालमा राखेर यो सेवा सुविधा थप्न पर्छ भनेर उहाँहरूको हितलाई पनि र दुर्घटनामा परेका मृत्यु भएका परिवार ती सबैलाई ध्यानमा राखेर बोर्डले विभिन्न निर्णय गरेर सहमतिका लागि अर्थ मन्त्रालय पठाएको कुरा यहाँहरूलाई थाहै छ। थाहा नभए म जानकारी गराउन चाहन्छु। र खालि अर्थ मन्त्रालयको अघि मैले भने जस्तो आर्थिक अवस्थालाई उहाँहरूले अलिकति छलफल गर्दा र बजेटको कारणले पनि उहाँहरूले नभ्याएको होला, चाँडै त्यहाँको सहमति आउनेछ भन्ने मैले विश्वास राखेको छु। जसले गर्छ उसलाई सहयोग गर्नुपर्छ, उसका सेवा सुविधामा ध्यान दिनुपर्छ भन्ने कुरा सामान्य कुरा रहन्छन्। अघि मैले भने कर्तव्यको कुरा, साथीहरू भन्नुहुन्छ गिद्धे नजर होइन, दिव्य दृष्टिका साथ काम गराउने हो, काम गर्नुपर्छ। आज समस्याका कुरा गर्यो, पब्लिकले उठाएका कुरा गर्यो भने हामीले खरबौँ खर्च गरेको संस्था, यहाँ ऋण छ, यहाँ अनुदान छ, अहिले राज्यले त्यसको ऋणको भार बोकिराखेको छ। सबै राम्रा हुँदैनन्, तारहरू लत्रेका छन्, पोलहरू बाङ्गिएका छन्, ढलेका छन्, मान्छेको मृत्यु भइराखेको छ। त सुरक्षित विद्युत कसरी प्रभाव गर्न सकिन्छ यतातिर ध्यान दिनुपर्दछ। कर्तव्यका कुरा र हामीले गरेको लगानी समयमै कसरी तिर्न सकिन्छ भन्ने कुरा पनि, यो व्यावसायिक एउटा संस्था पनि हो, सेवामूलक हुँदाहुँदै हामीले यसमा लगानी गरेका छौँ। राज्यले ठुलो लगानी गरेका छ। एउटा प्राइभेट सेक्टरको कम्पनीहरूमाथि त राज्यले अनुशासित मर्यादित बनाउनु पर्छ भने सरकारले लगानी गरेको संस्थाहरूप्रति अनुशासित मर्यादित बनाउनु पर्दैन र? यो क्षम्य प्रश्न। त्यसकारणले अहिले यस कुरालाई ध्यानमा राखेर त्यो ऋणहरू कसरी तिर्ने, नाफामूलक कसरी आयोजनाहरूलाई बनाउने, अनबन्डलिङका कुराहरू गर्नुभयो। प्राधिकरणमा थुप्रै 26 वटा आयोजनाहरू बनाएर अनबन्डलिङै गरेको हो। त्यो एक किसिमको अनबन्डलिङ पहिल्यै भइसकेको विषय हो। अर्को भ्युसिल विद्युत उत्पादन गर्ने कम्पनी खोलेको छ। यो पनि एउटा रूप हो। त्यसो भएका कारणले अहिले ऐन आउँदैछ, सरकारले आवश्यकता हेरेर समयानुकूल सरकारलाई के गर्दाखेरि मुलुकलाई भरपर्दो ढङ्गले अगाडि बढाउन सकिन्छ त्यो काम गर्दै जाने कुरा मैले भनिरहनु पर्दैन। त्यहाँ तपाईँ हामी सबैको हित हुन्छ, नागरिकको हित हुन्छ। र यो ऊर्जा क्षेत्र भनेको मुलुकको एउटा महत्त्वपूर्ण स्रोत हो। यो स्रोत प्रयोग गरेर हामीले आम्दानीका कुरा गर्दा, हामीहरूले ऋणका कुरा गर्दा, हामीहरूले लाभका कुरा गर्दा यो स्रोतमाथिको अधिकार हरेक नागरिकको अधिकार हुनुपर्छ भनेर मन्त्रालयले अहिले निर्णय गरेरै यसअघि प्रभावित क्षेत्रका जनताहरूलाई 10% सेयर दिने, त्यो पनि सेवनमा आइसकेपछि कसले 1000 को पाउने, कसले 2000 रुपियाँको पाउने, कुनै निश्चित नहुने, त्यसरी पनि जनता फेरि ठगिराखेको अनुभूतिका साथ त्यसलाई अध्ययन गरेर मन्त्रालयले यति ठुलो स्रोतको परिचालन गर्दै गर्दा निमुखा वर्गलाई पनि ध्यानमा राखेर, गरिबीका रेखामुनि भएका जनताहरूलाई ध्यानमा राखेर 2 देखि 5 लाखसम्मको सेयर ती जनताहरूले पाउने गरी र उनलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराएर यस क्षेत्रको विकास गर्ने दृढ सङ्कल्प गरेको छ। त्यो सङ्कल्प अनुसार अहिले मन्त्रालयले काम गरिराखेको छ।
गरिबीको रेखा माथि भएकाहरूले आफै पैसा राख्नुहुन्छ। सबैका छोराछोरी विदेश हुनुहुन्छ, धेरैका छोराछोरी श्रम गरिरहनु भएको छ। त श्रमबाट आएको पैसा फजुल खर्च गरेर सक्ने भन्दा यस क्षेत्रमा लगानी गर्यो भने दीर्घकालीन आर्थिक हिसाबले त्यो परिवार सुरक्षित रहन्छ भन्ने दृष्टिकोणका साथ हामीहरूले यसलाई कार्यान्वयनमा लाँदैछौँ। यसो गर्न सक्यो भने स्रोतमाथिको अधिकार सबैको समान हुने, बढी हुनेले बढी लगानी गर्नुहुन्छ, कम हुनेले कम लगानी गर्नुहुन्छ, तर सबैको अधिकार त्यसभित्र सुनिश्चित भएको हुन्छ र नहुनेलाई सरकारले सस्तो ब्याजमा भए पनि ऋणको बन्दोबस्त गरेर पनि यस क्षेत्रको विकास गर्ने। त्यसो गर्न सक्यो भने अहिले हामीले भनिराखेको हामीसँग रहेको पर्यटन, कृषि, उद्योगहरू भन्दै गर्दा सबभन्दा छिटो आर्थिक हिसाबले मुलुकलाई सबल बनाउन सक्ने क्षेत्र भनेको ऊर्जा क्षेत्र नै हो। यो आज मुलुकको आवश्यकता हो। हामीलाई रहर छ चर्का कुरा गर्ने, ठुला कुरा गर्ने रहर त छ। कार्यान्वयन कति हुन्छ ती कुराहरू भन्ने कुरा हेर्नुपर्ने आजको आवश्यकता हो। गाली गर्न मजा आउँछ, नकारात्मक कुराहरूलाई हामीहरूले बढी सम्प्रेषण गरिराखेका छौँ। त्यसो गरिरहँदा हामी कति जिम्मेवार छौँ भन्ने कुरा हेर्नुपर्ने आजको आवश्यकता छ। पदले जिम्मेवारीका हिसाबले हामी फरक फरक हौँला, तर एउटा हिसाबले हामी समान छौँ। हामी यस मुलुकका सबै नागरिक हौँ। सबै नागरिकको अधिकार नागरिकका हिसाबले समान छ र सबै नागरिकको कर्तव्य समान हुन आवश्यक छ। यदि कर्तव्य बिर्स्यौँ भने अनि अघि साथीहरूले भनेको कुराहरू गिद्धे नजर भने पनि नकारात्मक कुरा गरे पनि यस्ता यस्ता कुराले प्रशय पाउँछ। त्यसो नगरिकन जिम्मेवार भएर काम गरौँ म आग्रह गर्न चाहन्छु। त्यसका लागि मन्त्रालय म तपाईँहरूको साथमा रहने कुरा म निवेदन गर्न चाहन्छु। अब म धेरै कुरा नगरिकन आफ्नो मन्तव्य अन्त गर्ने अनुमति पनि चाहन्छु र अन्त गर्दै गर्दा फेरि एकपटक म साथीहरूलाई यो तपाईँहरूको आन्तरिक आफ्नो निर्वाचन भव्य सभ्य रूपमा सम्पन्न गर्नुहोला र अध्यक्षज्यूले यसलाई अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ, स्वतन्त्र भएर हेर्नुहुनेछ। सकेसम्म सबै साथीहरूलाई चित्त बुझ्यो भने सर्वसम्मत गरेर यहाँहरू यहाँबाट निक्लेर जानुहुनेछ भन्ने विश्वासका साथ यही शुभकामना व्यक्त गरेर म बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार, जय नेपाल।